गाइज पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पनि है। यार आजकल त काण्ड पनि हुँदैन, बिजनेस ठप्पौला जस्तो भइसक्यो। हेलो के रे हो र कहाँ ल ल ल ल त्यहाँ एउटाको श्रीमतीलाई अर्कोले होटेलमा लगेछ क्या। तपाईँ देख्न सक्नुहुन्छ काठमाडौँमा दिन दाडै यसरी अर्काको श्रीमतीसँग रोमान्स भइरहेको छ। श्रीमतीसँग रोमान्स गर्न तपाईँलाई लाज लाग्दैन? ए बहिनी के भएको तिमी यार? मुख देखाउ त, खोइ मुख देखाउ त, मुख देखाउ त। कन्टिन्यू कन्टिन्यू भयो भयो छोड्छु, कन्टिन्यू क्यामेरा बन्द छोड्छु। किन के भयो? मेरै बुढी रहेछ मुजी। रुको जरा सबर करो। ताई त्यता काम भएपछि सलनको बुढीलाई यता पठाइदिनु, म पर्खिँदैछु। भनेपछि बेस्याको पुइ तेरो बुढी साँच्ची के यस्तो भएको देख्न पाऊँ। आफैले पैसा लिएर पठाए जस्तो छ बुढी।